जाडो मौसमको फुलको समाप्तिसँगै अब गर्मी मौसमको फुलहरूको समय आइसकेको छ। गर्मी मौसममा अति नै सुन्दर गरेर फुल्ने फुलहरूमध्येको एउटा फुल हो जिनिया। हुन त जिनिया जाडो मौसममा पनि हुन्छ। यहाँ देखिरहनु भएको जिनिया जाडोदेखि नै फुलिरहेको छ। हुन त गर्मी मौसममा जसरी मजाले सप्रिएर भने फुल्दैन, तर फुल्न भने फुल्छ। जिनियाको सबैभन्दा राम्रो पक्ष के हो भने यो सिंगल पेटलमा देखिए तापनि र एउटा कलरमा देखिए तापनि यसलाई हामीले रोप्यौं भने विभिन्न कलरहरूमा आफै निस्किन्छ र आफै डबल पेटलमा पनि निस्किन्छ। अब गर्मीको समयमा डबल पेटलमा निस्किने धेरै चान्स हुन्छ। एकपटक हजुरले जिनिया लिएर रोप्नुभयो भने पटक पटक लिएर आउन आवश्यक हुँदैन। यो फुल डालियाको भन्दा अलिकति सानो हुन्छ, तर सुन्दरतामा डालिया भन्दा केही पनि कमको हुँदैन।